लॉर्ड शिवका अनेक अवतारहरूमध्ये वीरभद्र, भैरव, पिप्पलाद, नन्दी, अश्वत्थामा, सरव, दुर्वासा र हनुमान जस्ता रूपहरू संसारको रक्षा गर्न प्रकट भएका मानिन्छन्। जब दक्ष प्रजापतिले महादेवको अपमान गरे तब शिवले क्रोधबाट वीरभद्र अवतार लिएर यज्ञ नष्ट गरे। अधर्म बढ्दा कालभैरव बनेर दुष्टहरूको विनाश गरे। ऋषिहरूको रक्षा गर्न पिप्पलाद र दुर्वासा अवतारमा प्रकट भए। भगवान विष्णुको नरसिंह रूप शान्त पार्न सरव अवतार धारण गरे। नन्दी रूपमा भक्तिको प्रतीक बने भने अश्वत्थामा रूपमा अमर योद्धाको शक्ति देखाए। हनुमानलाई पनि शिवको अंश अवतार मानिन्छ, जसले भगवान रामको सेवा गर्दै धर्मको रक्षा गरे। यसरी भगवान शिवका सबै अवतारहरूले सन्देश दिन्छन् कि जब जब संसारमा अन्याय र अधर्म बढ्छ तब महादेव कुनै न कुनै रूप लिएर भक्तहरूको रक्षा गर्न अवश्य प्रकट